हेलो एभ्रिवान, जय मसी, नमस्ते सबैजनालाई। र अहिले चाहिँ म यहाँ कचिया बोकेर चाहिँ के गर्नु आएको भनेदेखि चाहिँ म चाहिँ तुङसुङदेखिको परेङटार चाहिँ आज चाहिँ धान काट्नुको लागि आएको होइन। अनि यहाँ हाम्रो आन्टीहरू हुनुहुन्छ। आन्टी जय मसी, मजा आउँदैछ? तपाईँको फर्स्ट टाइम हो कि सेकेन्ड थर्ड? होइन, पहिला काट्नुभएको हो र? ए रोपेको पनि मैले त। ल, मेरो बुढाले चाहिँ फर्स्ट टाइम होइन तिम्रो, यो फर्स्ट एक्सपिरियन्स हो। मैले चाहिँ काटेको पहिला एकपल्ट होइन, योसँग चाहिँ सेकेन्ड टाइम हो मेरो लाइफको धान काट्नु चाहिँ। खासमलमा काटेको मैले। यहाँ दाजुहरू यसरी खेताला हुनुहुन्छ। हामी तुङसुङबाट हामी 4 जना छौँ, पाखा गाउँबाट अनि यहीँको हुनुहुन्छ होइन। आन्टी जय मसी। मजा आउँदैछ? मजा आउँदैछ। तपाईँको त पहिला नि पुरा काट्नु भएको है? काटेको गीता दिदी त झन् पहिला कति काटेको नेपालमा, दादा पनि काट्नु भएको। हामी मात्रै रहेछ अलिक, म सेकेन्ड टाइम ऊ फर्स्ट टाइम। अरू चाहिँ प्रायः सबैले दाजु पनि काट्नु भएको होला पहिला। ए हामी मात्रै रहेछ। ल काट्दैछौँ होइन। धानबारी चाहिँ यही हो, यहाँ माथिसम्म चाहिँ हो काट्नुपर्ने। अन्त एकदम यहाँनिर हामी चाहिँ एक्साइटेड भएर चाहिँ धान काट्दैछौँ आज। मान्छेहरू छक्कै पर्नुहुन्छ होला, तुङसुङको मान्छे चाहिँ परेङटारमा आएर धान काट्दाखेरि। आन्टी त्यही त छक्कै पर्नु नजिकमा है, छक्कै त नपर्नुहोस् ल। नजिकमा। आज त हामी आइदिएको परेङटारको सँग एकदम धान उयो गर्नु। कहाँबाट आउनु भएको नुनु? म तपाईँकोमा गएँ, लुगा फेरेर आएको, बाङ्गला सोधेको उभो गएको छ भन्दै। ल हाम्रो भाउजू पनि हो खेता ल। ए भनेपछि मजा आउने रहेछ भाउजूहरूसँग नुनु हामी। ल छिटो छिटो आउनु, म नि अब यहाँ हात लाउने। ल अब गफ मात्रै गर्नु भएन होइन, खेता लगाएको काम पनि गर्नु पर्यो, मार्छ अहिले फेरि। ल यस्तो हुँदैछ है। त्यही त समयको फल खानु मिठो हुन्छ, यसरी काट्नुपर्छ, दुःख गर्नुपर्छ हो, सुख मिठो। यस्तो लडेर चाहिँ बर्बाद भएको रहेछ नि त। ल म पनि अब काट्छु है। यहाँ हेर्नुहोस् हामीले अब चाहिँ काटिसक्नु आँट्यो होइन। यहाँ सबैजना धमाधम काटिरहेको छ। यस्तो डरलाग्दो गरम छ। न मजा आउँदैछ? मजा आउँदैछ। ल यसो काट्दैछ। नाना यता यता हेरिदिनु मेरो भिडियोमा। हेलो गाइजहरू, कस्तो रातो भइसकिसक्यो गरम। यहाँनिर आज परेङटारको घामले त यस्तो बिहालत बनाइदियो। के अरे फेरि भनिदिनु त। आज आइता यहाँनिर धान काट्नु आएको छ है हाम्रो परेङटारमा। भ्लग बनाउँदै तपाईँहरूले हेरिदिनुहोस्, मन पराइदिनुहोस्, लाइक गरिदिनुहोस्। यतिको नाना भएपछि यतिको सपोर्ट चाहिँ गर्नु पर्यो नि त। अन्त ल यस्तो मजा बोल्नु जान्दैन त त्यस्तो। जान्दैछ। ल अब म पनि काट्छु। अहिले फेरि मार्छ मलाई नानाले। म चाहिँ यहाँ भिडियो मात्रै बनाइरहेर भएन होइन। एक ग्रुप चाहिँ परनेर चाहिँ एक ग्रुप। हजुर सक्यो खुसीको कुरा सक्यो। छैन नि हरेस थियो नि दादा, अब त सक्यो, खुसी भयो। आम्मा 2:30मै सक्यो लु। हेर्नुहोस् हामीले कहाँदेखिको तल, यहाँ तलको घर देख्दैछ नि, यहाँदेखिको सानो नानाको घरदेखिको चाहिँ हामी गर्दै हेर्नुहोस् सक्यो अब चाहिँ। ल अहिले चाहिँ भने लन्च टाइम भयो हाम्रो होइन यहाँनिर। ल हुन्छ यहाँ खाँदैछ। ल यहाँ सबैजना यति बेला चाहिँ ठिकै भोक लाग्यो नि त है, खाने टाइम पनि ठिकै भयो नि त। ल म चाहिँ बाहिर गएर खाने हो। म भुइँमा बस्छु यहाँनिर। ल छिटो न। म यहाँ बस्ने मजाले खाउँ है, मजाले हेर्न भाउ जस्तो छ कि। मजाले खाउँ मजाले। ल अब म पनि खाने। हामी चाहिँ एकैचोटि सकेर खाएको नि त कि, अब बिचमा फेरि खाएर चाहिँ काम गर्नु अल्छी हुन्छ नि त। त्यही भएर चाहिँ एकैचोटि सकेर खाएको, फेरि 2:30मा टक्क सकिहाल्यौँ होइन। हामी चाहिँ एकदम जागरिलो खेतालाहरू परेछ नि त नाना, आज जागरिलो खेतालाहरू परेछ। अन्त 2:30मा त डक्क सकिहाल्यो। ल अब चाहिँ खाने म पनि है, अब चाहिँ ठिकै भोक लाग्यो नि त। म चम्चीले खाँदिनँ, हातले खान्छु। ल भयो भयो। ल खाने साथीहरू म चाहिँ